खबर सन्चै आरामै हुनुहुन्छ दिदी दर्शन दिदीलाई त मैले दर्शन भनेको छैन दिदीलाई मैले दर्शन भनेको थिएन है खासमा अरू सन्चै हुनुहुन्छ भन्नैका त कोही बेला भन्नै त चलेन ल हेर्नु अब यहाँ हामीले खाना खाँदैछौँ होइन अब दादाले यस्तै खाँदै हुनुहुन्छ माछा है ठिकै ठ्याक्कै आधी केजीको आधा केजीको माछा हो आधा केजीको एउटा भलक बनाउने दिदा यस्तो भेटिएको भनेर अनि टक्क अनि एउटा हाल्ने त्यसपछि यस्तो न भलक सलक बनाएर अब यहाँ भेट भइसक्यो यस्तो भलक भइसक्यो यहाँ भलक भने नि भलक भने खाउनु बसिगयो के हाल्छ यो चाहिँ बोतल है यहाँ पुरै व्यवस्था छ के यो बोतल हो यो मैले खाने हो यो मैले खाने बोतल हो यो है अनि यो दादाले खाने बोतल त्यहाँ छ पाखियो फेरि ड्यू नभन्नु ड्यू भन्नु ड्यू होइन यो ड्यू है यो ड्यू यो पानी थियो व्यवस्था छ आज विदेशमै भए पनि यसो अब दुई भाइ भेटेपछि डह्रो हुन्छ कि रमाइलो भन्ने कुरा यहाँ हुन्छ अब जाने हो नि अलिकति फेरि कता घुम्न अनि अरे दादा आज छुट्टी गर्दैन त नि गरिहाल्छ नि अनि अब अनि दादा हजुरलाई कस्तो लागिरहेको छ त्यहाँ यस्तो भन्नु त यस्तो अरे बबाल भइरहेछ रमाइलो भइरहेछ माछा खानुलाई मजा आइरहेछ यहाँ क्या मजा आइरहेछ त्यहाँ फेरि काँडा चाहिँ नबिजाउनु अलि राम्रोसँग खानु होला है बिस्तारै बिस्तारै त्यस्तो मम्मीले के यो सबै मैले बनाएको हो है यो मैले बनाएको हो सबै हजुर मैले बनाएको यो चाहिँ दादाले ल्याउनु भएको मेरो लागि स्पेसल यो चाहिँ बुङ्गुरको मासु हो मेरो लागि हो यो चाहिँ है स्पेसल यो चाहिँ बुङ्गुरको मासु मेरो लागि स्पेसल लिएर आउनु भएको दादाले मैले चाहिँ दादाको लागि यो चिकन र अन्डा हालेर बनाएको यो मासु होइन अनि यो फेरि माछा यो माछा चाहिँ मैले बनाएको दादाको लागि सिङ्गै हो दिनु हजुर